अब यो पुरै यो छ नि पुरै सिम्पलमा यसको यसको घाट हेर्नुपर्छ पहिला मिडिल सेम छ नि यसमा घाट तल हुन्छ तल चाहिँ यस्तो लाग्छ यसरी राख्नु ठिक गरेछ यो यता यो हेर्नु पर्यो यो तल हुन्छ त्यसपछि यो लक निकाल्नुपर्छ लक भित्र वासर हुन्छ लक वासर छोड्यो भने फेरि जान्छ यो वासर नछोड्नु वासर छोडेपछि गियर लाग्दैन वासर निस्क्यो यसरी लाग्छ यसरी यस्तो हुन्छ योभन्दा एउटा लक हुन्छ वासर वासर छैन अनि त्यसपछि फेरि एउटा लक लक गर्नु यो हेर्नु यसमा फेरि यो फर्स्ट चाहिँ गियर अनि यो फेरि यसरी गरेपछि यो त्यसमा साइड मिल्नुपर्छ सेम साइड यसरी गरेपछि यो पनि लाग्छ यसरी घाट गयो नि यसरी टक्कै पर्छ यो होइन यो त्यसमा भित्रमा पस्नु पर्यो यसरी पस्यो गऱ्यो होइन त्यसपछि फेरि लक हुन्छ एउटा यसको लक कति हुन्छ नि Entonces ya me